नमस्कार साथीहरू, आजको भिडियोमा तपाईहरुको लागि ल्याएका छौं मेवाका केही रोचक कुरा। अब सुरु गरौं आजको भिडियो। मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफुलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुवैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो। मेवा देख्न र खानमा जति मिठो हुन्छ, यो त्यतिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा निकै लाभदायी मानिन्छ। यो फेस प्याकको रूपमा प्रयोग गर्न सकिन्छ। यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेसन गरिएको मेवाको बोक्राले मरेका छालालाई पूर्ण जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छालाको चोटमा पनि यो लाभकारी हुन्छ। मेवाका वैज्ञानिक वर्गीकरण। मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ। मेवाको खेती अमेरिकाबाट मलेसिया र फिलिपिन्स भई भारत प्रवेश गरेको मानिन्छ। भारतबाट मेवा नेपाल आएको बताइन्छ। मेवाबाट औषधोपचार। दाद आएमा काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठीक हुन्छ, तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन। जिब्रो फुटेमा काँचो मेवाको दूधमा ग्लिसरिन मिसाएर जिब्रोमा बिहान बेलुका दल्ने गरे केही दिनमा ठीक हुन्छ। अल्काई भएमा काँचो मेवा ताछेर नियमित दिनमा 4-5 टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ। दन्दिफोर र चाया भएमा काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा दन्दिफोर र चाया निको हुँदै जान्छ। घाँटीभित्रबाट सुन्निएमा काँचो मेवाको टुक्रा पकाएर पानीले गार्गल अथवा कुल्ला गरेमा 2-3 दिनमा ठीक हुन्छ। पेटको समस्यामा मेवाको बिया पेटको रोगका लागि औषधिको रूपमा प्रयोग हुन्छ। यसले पेटका जुका तथा परजीवीलाई मार्छ। बिहानीको वाकवाकीमा खास गरी गर्भवती महिलामा बिहान पख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरुचि हट्छ। डेङ्गु भएमा मेवाको पातको जुसले डेङ्गुको ज्वरोलाई समेत रोकथाम गर्ने गर्छ। मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ। कलेजोको क्यान्सरमा यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउँछ र कलेजोलाई बचाउँछ। आजको भिडियो कस्तो लाग्यो तपाईलाई? राम्रो लागेमा लाइक अनि सब्स्क्राइब गरिदिनु होला।